गर्यो रोस्ना आज? मैले चाहिँ 1 महिना अगाडि बोटक्स गरेको थिएँ नि त, अनि आज चाहिँ म स्मुथिङको लागि आएको। स्मुथिङ गरेर कपाल टिलिक्क टल्काएर तिमी कहाँ जान थाल्यौ? घुम्न। ठिक छ ल। आज चाहिँ रोस्नाले बोटक्स पछि चाहिँ 1 महिनापछि चाहिँ अहिले स्मुथिङ गर्न आएको छ। अनि यो उसको कपाल पनि कलरफुल भएको भएर चाहिँ 100 मा 100 चाहिँ वेट चाहिँ छैन, अलिकति वेटलेस भएको थियो। तर हामीले बोटक्स गरेर अझै त्यसलाई पनि कभर गऱ्यौँ। र यो बोटक्स भनेको चाहिँ पुरै नै सिल्की, एकदम 100% सिल्की पनि खोज्नु हुँदैन, किनभने कति कपालहरू ड्यामेज भइरहेको हुन्छ। त्यो ड्यामेजलाई रिपेयर गर्दा गर्दै 100 मा 100 चाहिँ आउन पाउँदैन, वेट आउन पाउँदैन। त्यही पनि हामीले एकदम हाम्रो कोसिस भने एकदमै फुल नै भइराखेको हुन्छ। अनि यो चाहिँ जस्ट प्रोटिनले मात्रै गर्ने भएको भएर कसैलाई चाहिँ एकदम स्ट्रेट चाहिएको छ, एकदम धेरै कर्ली कपाल छ तर स्ट्रेट चाहिएको छ भने चाहिँ बोटक्सबाट चाहिँ त्यति 100 मा 100 नआउन सक्छ। त्यही भएर हजुरहरूले त्यति धेरै एक्सपेक्टेसन पनि नगरिदिनु। हामीले बोटक्समा दिने रिजल्ट भनेको कसैको 100 मा पनि आउँछ भने कसैको 80% मा पनि आइपुग्छ। त्यही भएर पनि पुरै नै कपाल चाहिँ सबै कपालहरू चाहिँ 100 मा आउँदैन। त्यसमा चाहिँ ढुक्क भइदिनु होला। कतिजना चाहिँ कन्फ्युज हुनुहुन्छ, यो बोटक्स भनेको चाहिँ बोटक्स प्रोटिनहरूले चाहिँ एकदम 100% नै स्ट्रेट बनाइदिन्छ भनेर। तर त्यो चाहिँ अलिकति तपाईँको सबैको कपालको टेक्स्चर एउटै नहुने भएको भएर सबैमा त्यो चाहिँ नआउन सक्छ। सबैजना क्लियर भइदिनु होला। अनि अर्को भनेको चाहिँ अब बोटक्स भन्ने बित्तिकै मान्छे चाहिँ सलै भइनी हो कि भन्ने बुझ्नु भएको रहेछ कि त्यो चाहिँ अलि हुँदो रहेछ। यो भनेको चाहिँ हाम्रो यो जुन कपाल छ नि त्यसलाई चाहिँ हेल्दी राख्दो रहेछ भनौँ होइन। अनि हेल्दी राख्दो रहेछ। अनि कलर गरेको कपालहरू ड्यामेज नहोस् भनेर अनि हामीले बोटक्स गर्ने रहेछ साथीहरू। कलर पनि गर्न मन लाग्ने अनि कपाल पनि जस अलिअलि स्ट्रेट होइन टक्क लाएर हेल्दी होस् भन्ने चाहनुहुन्छ भने चाहिँ बोटक एकदम धेरै बेस्ट छ है साथीहरू। अनि थ्याङ्क यू सुषमाको टिमहरूलाई होइन, एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच।